छ हिला छ पारी अनि मोटे त टोयलेट गराएको छन् टक्क होइन क्रेसर लाइनतिर छ हामी चाहिँ टक्क यस्तो बबाल सिनहरू छ छन त हिँड हेरौँ टक्क यहाँ तल पानी परेको छ यो के भन्न चाहनुहुन्छ हाम्रो दर्शकबिनहरूलाई धेरै नहाँस होइन के छ हालखबर अरू भित्र दुईटा गेरा एउटा गेरा हामी चाहिँ टक्क आफूले काम गर्ने ठाउँतिर आइरहेछौँ होइन मजाले घुमेर टक्क भित्र जाने हो होइन मोटेल काम गरिरहेको नि टक्क होइन सब्जी के पाकिरहेछ देखाइदिन्छौँ यो चाहिँ किचन हाम्रो मोटेलले हल्लान लाग्छन् होइन आज चाहिँ के सब्जी बनाएको हौ भन कि के सब्जी बनाएको हो गेरागुडी गेरागुडी रे गाइस खाने भए आउनुहोस् है हाम्रो काम गर्ने यही हो यार किचनै ग्यास जल्दा छ टक्क के गर्ने होइन मस्त छ काम चलिरहेछ मस्त हाल्दै हुनुहुन्छ उहाँले कस्तो भएको र एकदम त्यत्रो होइन क्या एउटा गेरा खाऊ क्या पोल्छ क्या हल्का पोल्ला उसले हाल के हो के भन्छ झोल नाम झोल सिक्ने गेरा 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 त भनेको बबाल छ खानमा आउनुहोस् बबाल छ टक्क नमक लागेको छ म फेरि उस्ताद परे मलाई चेक गराउँछन् कि यतातिर मैले चाहिँ पढ्लो रुममा गर्छु काम यहाँ चाहिँ यत्तिकै आएको थिएँ साथीकोमा बबाल छ यहाँ यार बबाल छ के पाकेको छैन मेरे मेरे भाइ छ नि अझै माल्नु पर्छ भित्र पाका छैन छ्या नयाँ सब्जी बनाएको रहेछन् साथीले खाएर आएको भर्खरै होइन पानी परेको छ यार बिजोग छ यतातिर बर्खा लागे जस्तै भएको छ होइन बर्खा लागे जस्तो छ अहिले पछि म अर्को साथीहरू रिमाइन्ड गरेर देखाउँछु होइन हामी चाहिँ यहाँ लेबरवालेको हो खाना बनाउने होइन म छ हामीलाई चाहिँ अफिसमा काम गर्ने मान्छेलाई चाहिँ बबाल बेलाइ हुन्छ नि फेरि होइन अफिसमा गएर केटाहरूलाई नि देखाउँछु अहिले है त्यही हो गाइस काम सानो ठुलो हुँदैन जस्तो भए पनि काम गर्ने हो होइन अब हामीलाई पैसा आउँछ भने काम त जस्तो सुकै गरे पनि हुन्छ क्या होइन त्यही हो गाइस म त त्यही भन्छु काम चाहिँ जे जस्तो भए पनि सानो ठुलो हुँदैन अब चाहिँ म आफ्नो अफिसतिर जाँदैछु होइन त्यहाँ केटाहरूले काम गरिरहेछन् फाजुहरू हुनुहुन्छ उहाँहरूले काम गर्नु भएको छ तर बिजोग छ हेर्नु न यस्तो पानी आएर होइन बाटो हिँड्नै नसक्ने भएको छ क्या यार यतातिर अब कहाँबाट जाने हो अब लोत्ती लाग्यो फेरि यार यस्तो किचड छ गाइस है हिँड्नै सकिन्न यार यस्तो वाउ क्या बबाल राम्रो फुल छ यार है बबाल छ बबाल सो गाइस आज चाहिँ हामी यत्तिकै बनाउने मन लाग्यो होइन कति काम मात्र गर्ने यार
हिँड्नु पऱ्यो हल्का फुल्का अनि टक्क भिडियोहरू पनि बनाउनु पऱ्यो होइन। मेरो भिडियो आजभोलि युट्युबमा पनि धेरै कमाइरहेछ होइन। त्यही भएर धेरै लङ टाइम पछि भिडियोहरू हालिरहेको छु। सो गाइज यस्तो गाह्रो भएको छ यतातिर यार, पानी आएर होइन हिँड्नै गाह्रो भएको छ क्या। सो गाइज पछाडि चाहिँ यस्तो छ हेर्नु न पारे, पानी आएर होइन हेर्नु त यस्तो छ बाबा यार, जस्तै गाह्रो छ नि त यतातिर हजुर। एकछिन वेट गर्नु है, म भित्र गएर देखाउँछु अफिसमा केटाहरू। सो गाइस फाइनली आइसकेका छौँ हामी, केटाहरूले के काम गरिसकेका छन्, अफिस आइसकेका छन् होइन। हाम्रो फाजु हुनुहुन्छ, के काम गरिरहनु भएको छ फाजुले। मनोजले चाहिँ आटा लगाएको है, मजाले काम गरिरहेछन् केटाहरूले है, दुध गरम गरिरहेछन्। के बनाएको आज? दाल हो, धन्ने कुखुरा मासु छैन? हिजो राति मासु बनाएको, त्यही भएर सोध्न आउनु गएछु म त। खाइदिन्छ भनेर यस्तो काम गर्नुपर्छ है। काम सानो ठुलो हुन्छ कि नै? लाडो त हुन्छ। भन्नुहोस् तपाईँले प्रत्यक्ष लाइफमा हुनुहुन्छ तपाईँ? बचाउने केटाहरू यस्तै छ बोल्ने पारा यार है, बोल्ने शैली यस्तै छ केटाहरूको। त्यही भएर ल म चाहिँ गएँ, बाई बाई है। सो गाइस केटाहरू यस्तै छन् होइन, माइन्ड नगर्नु। म चाहिँ अब आफ्नो रुममा आइसकेको छु टक्क लाएर होइन। सो गाइस भेटौँला फेरि अर्को भिडियोमा, नेक्स्ट भिडियोमा भेटौँला। तपाईँले इन्जोय गर्नुहोस् है।